सेरामिन और इयरवैक्स भन्नाले यो चाहिँ हाम्रो कानको इयर कनाल भन्छ अथवा चाहिँ कानको नहर भन्छ हैन। त्यसभित्र हुने तपाईको नेचुरली अकरिङ अथवा प्राकृतिक रूपमै पाइने एउटा मटेरियल त्यहाँनिर कानको बाहिरी एक तिहाईको भाग हैन, एक तिहाईको नहर अथवा क्यानलको एक तिहाई भागमा चाहिँ सेरामिनस ग्ल्यान्ड्स, एपोक्राइन ग्ल्यान्ड्स, स्वेट ग्ल्यान्ड्सहरू हुन्छ है। र त्यहाँनिर त्यो चाहिँ तपाईको हेयर फलिकल्स भन्छ, कपालहरूको रुट्सहरूबाट चाहिँ त्यहाँबाट चाहिँ त्यो उत्पन्न हुने गर्दछ। र यो सँगसँगै कानको भित्रको छाला जस्तो डिस्फर्मेटेड एपिथेलियम भन्छ, त्यो भनेको चाहिँ छाला पनि सँगसँगै छालाको माथिल्लो भाग पनि त्यसरी उक्किएर आउँछ र यो सबै मिलेर बनिने चाहिँ एउटा सेरामिन अथवा इयरवैक्स, नेपालीमा हामीले कानेगुजीहरू भन्ने गर्छौँ। सेरामिन इयरवैक्सको ग्लाइकोपेप्टाइड्स, लिपिड्स, हाइलुरोनिक एसिड, लाइसोसोमल एन्जाइम्सहरू र इम्युनोग्लोबुलिन्सहरू पनि मिसिएको हुन्छ। सो यसको मेन काम हैन, फङ्सन भनेको चाहिँ के हो भनेर भन्दाखेरि चाहिँ यसले हाम्रो कानको नहरलाई अथवा इयर कनाललाई चाहिँ लुब्रिकेट गर्ने हैन, यसलाई मोइस्ट राख्ने काम गर्छ भने सँगसँगै यसमा भएको इम्युनोग्लोबुलिन्सहरू, एन्टिबडिजहरूको कारणले गर्दा एन्टिब्याक्टेरियल, एन्टिफङ्गल इफेक्ट पनि यसले दिने गर्छ। र सँगसँगै हजुरको यो कानको नहर त्यो इन्भाइरोन्मेन्टलाई चाहिँ एउटा एसिडिक हैन नेचरमा चाहिँ यसले मेन्टेन गर्छ। सो एसिडिक नेचर भनेको चाहिँ pH 5.7 to 7 सम्म चाहिँ यसले मेन्टेन युजुअली गर्ने गर्छ, जसले गर्दाखेरि चाहिँ हाम्रो कानमा अन्य तपाईको ब्याक्टेरिया, फंगसहरू पनि ग्रो हुन पाउँदैन है। र अर्को यसको नेचर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ हजुरको भित्री कानदेखि बाहिरसम्म यसरी बाहिर देखिने नै पालसम्ममा चाहिँ यो आफै नै सेल्फ क्लिनिङ मेकानिजम भन्छ हैन। यो आफै नै चाहिँ बिस्तारै यसको मुभमेन्ट हाम्रो बङ्गाराको यो यसरी बोल्दा, हाई काट्दा, खाँदा, चपाउँदा यो हाम्रो जुन बङ्गाराको मुभमेन्ट हुन्छ, यो मुभमेन्ट सँगसँगै चाहिँ यो आफै बिस्तारै भित्रदेखि बाहिरसम्म मुभ गर्ने गर्छ हैन। मुभ गरेर बाहिरसम्म आइसकेपछि चाहिँ बाहिर हामीले कि आइदर हामी आफैले पनि देखेको बेलामा सफा गर्न सकिन्छ अथवा चाहिँ आफै पनि सुकेर गएर ड्राई अप हुने गर्दछ। र यसरी यसले चाहिँ कानभित्रको धुलोहरू हैन, डस्टहरू अनि फरेन बडीहरू कुनै कुराहरू भयो भने चाहिँ यो आफै यसरी सेल्फ क्लिनिङ मेकानिजमले आफैले यसले क्लिन गर्ने गर्दछ।